Himalayan Sports Sena Gaming. And SYN को टिम जोको शॉट्स यार्साको शॉट्स अलरेडी राखेको तर्फ नै कन्भर्टेबल नै रहेको छ गरे अनि यता एकतर्फ भेनका टिम पनि मस्तले प्रशस्तले मस्तले मजाले चाहिँ मस्त मोला हुँदै यताबाट मुभन गर्न खोजिरहेको छन् कि यताबाट मुभन गर्न पायो भने त राम्रै हो यताबाट अर्को 4वटा टिम मध्ये कुरा गर्दा जीसीको टिम पनि छ जम्मा चाहिँ 5 एलिमिनेसन निकालेको छ यो म्याचबाट फर्स्ट म्याचको सुरुको पार्टिसिपेसन भर्खरै यहाँ गएको थियो थर्ड पार्टी गरेको थियो कि सर्च दिइराखेको थियो सर्च एक्चुअली कन्भर्टेबल नै गर्यो एक्ज्याक्ट कनेक्ट गर्यो अर्को प्लेयर रोलक्सलाई पनि गाडीमा आउने गुडिया थिए गाडीमा गएको थियो त्यो प्लेसबाट फल ब्याक गर्न खोजिरहेको फल ब्याक गर्न दिएन के अरे यार्सा फोरको टिमहरू SYN को टिम SYN का प्लेयर भने मोस्ट अफ द टाइम यहाँनिर दुवै टिमतर्फ पनि लडाकुतर्फ पनि एज दि फोकस छ त्यति बेला होइन कि यता जीसीतर्फ पनि फोकस छ जीसी मात्र होइन कि लडाकु जीसी होस् या त भेन होस् जुनसुकै टिमबाट पनि हाम्रो एलिमिनेसन पाइन्छ भने त्यो नै हाम्रो लागि अहिलेको लागि एक मात्र काम हो त्यो कामलाई पनि पुरा गर्नु पर्यो या र पुरा पनि गरिसकेको वन्स पोइन्ट आउने छ जीसीबाट इन फ्रन्ट अफ भेनको टिम छ लडाकु पनि सबै फर्मेसन कन्टिन्यू गरे कि गर्न पाएनन् भन्ने क्रममा लडाकु पनि सबै फर्मेसन कन्टिन्यू गरेछन् सबै फर्मेसन इन्ट्री गर्दै त छन् बट गर्ने कता हो भने नाइस यो के हो गाडी उडी गयो गुडी गयो बट एक एलिमिनेसन अझै पनि थपेको केही छैन ह्यासट्याग फ्रेम आउट अफ दि म्याच त भए तैपनि आउट अफ दि म्याच हुनुभन्दा फ्यु मोमेन्ट पहिला चाहिँ उनले अझै पनि एलिमिनेसन वान्स मोर थपिदिएर केही सर्भाइभिङ पोइन्ट्स सँगसँगै आउट अफ दि म्याचबाट गए बट राम्रै प्रयास लडाकुको टिमले गर्यो बट भने यो फर्स्ट अफ अल फर्स्ट म्याचको सम्भवतः भनौँ न त 3टा टिम जीसी त 16 म्यान भइहालेको अरे SYN को टिम भेनका टिम यी दुईटा टिमहरू मध्ये भन्दा पनि अब दुई टिमहरू मध्ये कसले बिना चिकन गर्ने हो या त जीसीलाई पनि कसले आफ्नो खाताबन्दीमा समेट्ने भन्ने पनि कुराकानी रहेको छ किनभने यहाँनिर SYN को टिम 3 एलिमिनेसनको सँगसँगै #3 को पार्टिसिपेसन छ भेनका टिमहरू 5 एलिमिनेसन निकालेको चाहिँ सेम नै भनौँ सङ्ख्या पनि उस्तै सेम नै छ के अरे प्लेयर सङ्ख्या पनि सेम छ एलिमिनेसन सङ्ख्या पनि सेम छ के अरे बट यो जीसीको थर्ड पार्टी कसमाथि गर्ने हो सेन्टरमा छन् 3 कुन्नामा छन् दुईतिर पनि फोकस हुन्छ बट एज दि एङ्गल भनेको चाहिँ SYN तर्फ छ SYN लाई इफ देखे भने इफ SYN का टिम इफ यहाँ अलिकति पनि इफ एङ्गल बनिदियो भने फिनिस पार्नेछन् थर्ड पार्टी गर्नको लागि कोसिस वेनले जे पर्ला क्लोज गरिदिउँ अब यहाँनिर क्लोज गर्यो ब्याट गयो उताबाट थर्ड पार्टी यो भने SYN को लागि एडभान्टेज बन्न सक्छ भने जाउँ लास्ट म्यान त नभनौँ के अरे अर्को प्लेयरको एन्ट्री बा दुई साइडबाट ब्याक साइडबाट पनि एन्ट्री लौ त नि वेनको टिम उल्टै एज दि यहाँनिर त लौ